यो घरमा माथि भाइ कत्रो टाइप हानेको के हो छिरा 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 यसको नाम के हो शटगन किन के गरिरहेछ सर्टकट के सर्टकट लिन जाऊ भनेको उसबाट ज्यालर सँगै आम फाल्यो ठीक छ एक्लै हैन फेरि यही घरमा आयो यो त लोदर घर हो यार यो घरमा माथि भाइ कत्रो टाइप हानेको के हो हैन मेसेज त पठाइदिनु पर्यो नि त यहाँ सोध्दैछ अनि ड्र्याग गर्देऊ भन्दैछ अनि यो घरमा माथि ग्राउन्डमा हाई ग्राउन्डमा हुने माथि बस्ने माथि फ्लोरमा हुने ओभर फाइदा हुन्छ क्या भाइ सिधै यो घरमा आएको होइन केटा त देख्यौ त यस्तो हो क्या केटा अब यो फेरि माथि बसिरहेको यो इम्पोर्टेन्ट नभएर केटाहरू यसरी खेलिरहेको छ नत्र मजाले यसमा लुट्थ्यो होला फाइट लिनलाई होइन सिधै आएर यिनीहरूलाई हानिदिइहालौँ भन्ने खालको छ क्या अहिले अब पोइन्ट यो गेममा अब अहिले भनेको त्यो इम्पोर्टेन्ट छैन क्या यो अहिले आज र भोलिको गेमहरू त्यस्तै इम्पोर्टेन्ट छैन नि त हात तताइरहेको मात्र योसँग के छ यो M24 लिएर बसिहाल्दै यो एक सर्ट हो नि भाइ लागिहाल्छ सर्टगन जस्तै त हो नि एक स्टाइलमा हाल्नु लगिहाल्छन् जस्तो त लाग्दैन हेर्दै धनुषले हेडसट 4 जना छ छिरा न छिरा यसको नाम के हो ओइ माथिबाट हेर्नु न भाइ ओ यो हेर्नु न यो फेरि सेम भयो त यार भाइ दुई जना सेक्दियो one स्लिपे नाइस आयो अर्को आइसक्यो फिनिसै हानौ नो फेयरलाई फिनिस हान्दियो पिसँग मात्रै हेल्छ चुस्स बढ्ने भयो नो होला ओ यसले त 1v4 हान्छौ केटाहरु 3 जना छ यसलाई सेक्दैन ला हेर्नु त हेर्नु न अनि दाइ के भन्नु होला ओ यसले त 1v4 हाने यार भाइ म चाहिँ अघि फर्स्ट गेममा पनि यसले नै 1v3 हानेको हैन ओए यो एंगल त लास्टै डर लाग्छ यार मलाई साला थाहा पनि नपाइकिन नक हुन्छ हेर त क्रस फायर बनाएको आम्माम्मा टिपी एंगल क्लियर गर्न खोजेको बेला स्लिपी भाइले त्यहाँ बसेछ भने खेदाम बन्द छैन उजी रहेछ त यार किन उजी हुँदाखेरि पनि यसले ओए माथिबाट हानेछ ला दुईटा ढाल्छ ला होइन होला दोस्त ला ओए देख्यो यता पनि पम्प छ उता पनि पम्प छ लागेन स्लिपी भाइको रिलोडमा जान्छ अब दुई गोली पछाडि ला लौलिया आइसकेछ लामा टोपी आइसकेछ टाइम गार्डका सर्कल हो अनि दोस्त जिएल किन सर्टकट किन सर्टगन किन के गरिरहेछ सर्टकट लिन जाऊ भनेको उसबाट ज्यालर सँगै आम फाल्यो ठीक छ एक्लै हैन ओए एसपी भएकोलाई घटाइदियो ला ओए
अब सर्ट गर्न लामुला इगल एक गोली सेक्युर गर्दै गरेको पनि किल फिडमा नोट गर्न सकिन्छ। ओके यहाँ के हो नि त बाण पनि चल्न थालिसक्यो शटगन पम्प शटगन लिएर बसेको छ हेर्नु कस्तो नमिठो क्रस फायर छ भने एउटा प्लेयर उता एउटा प्लेयर यता कहीँ भागम भन्ने नै छैन अब स्नाइपर लाग्ने हो कि भन्ने पनि एउटा कुरा रह्यो बाण चलाउँदैछन् बाइ द वे स्लिपी अर्को प्लेयर पनि नजिकै आए जस्तो त म देखिरहेको छु बाणै चलिरहेको छ तिरन्दाज बनिरहेको छन् उनी चाहिँ माथिल्लो फ्लोरमा आउँदा बित्तिकै एउटा त 100% नक हो त्यो बिचमा देख्छन् देख्दैनन् कहाँ छ पोजिसन भन्ने कुरा म्याटर गर्नेछ नक निकाल्यो एक पछाडिबाट आयो ट्रेड पम्प शटगन फेरि एक्सनमा 2लाई डाउन गरिएको छ त्यहाँ अब फेरि आयो रेस्पोन्सिबिलिटी मार्क गरिएको छ यो साइडमा प्लेयर छ है भनेर पम्प शटगनको एक्सन रहने छ स्लिपीको लागि ब्याटल रहेको थियो रिभाइभ गर्नको लागि एउटा प्लेयरले चान्स लिएको रहेछन् अर्को प्लेयरले बिजी राख्ने काम गरेको रहेछन् एचपी कम भयो नक निकालिएको थियो बट आयो एन्सर त्यहाँ धन्न राम्रो कोर्डिनेसन देख्न पाइयो त्यहाँ बाई गर्ने टाइम त्यो बिचमा रिभाइभ पनि गर्ने त्यो बिचमा चान्स पनि लिने गरिएको थियो बट लास्ट बचेको प्लेयर पनि सायद आइसकेको छन् जो तल झरेका थिए त्यो प्लेयरलाई फिनिस गरियो अब फेरि अर्को रिभाइभल चल्ने छ यहाँ रिभाइभल चल्दैछ युटिलिटी सायद छैन लास्टमा आएको प्लेयरको एचपी नै थोप्लो छ त उनको त हन्ड्रेड शटगनले यहाँ जल्वा देखाउन थालिसकिएको त थियो नै बट ओरो स्पोर्ट्सको लागि यो म्याचमा अलिकति कोअर्डिनेट गरेर अगाडि बढ्ने क्रममा उनीहरूको पक्षमा रिजल्ट आएको भने चाहिँ देख्न पाइयो अपग्रेडका प्लेयर यदि हिलिङ हुन्थ्यो भने डराउनु पर्ने अवस्था आउन सक्थ्यो होला बट त्यो प्लेयरसँग एचपी एकदमै कम भएको कारणले गर्दाखेरि धेरै गाह्रो पर्ने तर उनले ऱ्यान्डम फायर हानेका थिए ओ अर्को प्लेयरलाई पनि डाउन निकालेका छन् नो